नमस्कार, ईश्वरीय शान्ति सलाम सबैजनामा। म आज हजुरहरूलाई प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको 7 डेजको कोर्स बताउन गइरहेछु है। यहाँ सबसे पहिला चाहिँ है हाम्रो यो ईश्वरीय हो मनुष्य जीवनको लक्ष्य छ हो। यसमा चाहिँ भन्नु खोजेको के छ भने यो चित्रले के दर्शाउनु खोजेको छ भने हाम्रो जीवन चाहिँ लक्ष्मी नारायणको जस्तो हुनुपर्छ हो। हामी देवी देवता समान बन्न सक्छौँ हो। उहाँहरू जस्तै हुन सक्छौँ, चरित्रवान, गुणवान, नैतिकतावान हो, एकदम भद्र बलाज्मी हो। सो हुनुको लागि हामीले दैविक गुण धारण गर्नु पर्यो हो। अनि हाम्रो चालचलन, हाम्रो चरित्र हामीले पवित्र बनाउनु पर्यो है। अनि यहाँ छ निराकार शिव, परमपिता शिव परमात्मा र उहाँका गुणहरू हो। अनि भन्नु खोजिएको छ उहाँ यहाँनिर 32वटा गुणहरू देखाएर भन्नु खोजेको छ हो। उहाँ चाहिँ उहाँको 32वटा गुणहरू छ। अनि उहाँ चाहिँ हो। अनि सर्वप्रथम उहाँ ज्योतिबिन्दु स्वरूप हुनुहुन्छ होइन। अनि उहाँ निराकार हुनुहुन्छ, उहाँ त्रिकालदर्शी हुनुहुन्छ, उहाँ शिव परमात्मा परमपिता चाहिँ जो सृष्टिको रचयिता हुन्छ, सृष्टिको मालिक हुनुहुन्छ। अनि आनन्दको सागर, ज्ञानको सागर, सबैलाई ज्ञान बुद्धि दिने दाता हुनुहुन्छ, सबै कुराको दाता हुनुहुन्छ हो। अनि उहाँ चाहिँ संसारकै सबै प्राणीहरूको उद्धारकर्ता हुनुहुन्छ हो। अनि प्राणरक्षक हुनुहुन्छ। अनि रचयिता, पालनकर्ता र विनाशकर्ता त्रिमूर्ति हुनुहुन्छ, ब्रह्मा, विष्णु र महादेव स्वरूप हो। अनि त्यसै गरी अब अर्को मा चाहिँ के देखाइएको छ भने हो, यहाँ चाहिँ सर्व आत्माहरूका पिता एक शिव बाबा भनेर भनेको छ हो। अनि यहाँ सबै धर्मको धर्म गुरुहरू देखाइएको छ हो। जस्तै अब मुस्लिम, बौद्धिस्ट, क्रिस्चियन हो, हिन्दू, जैन हो। अब सबैको अब भगवान पिता हो, सृष्टिको रचयिता एक हुनुहुन्छ, खुदा अल्लाह अब परमेश्वर जे भने पनि एक सृष्टिकर्ता हुनुहुन्छ। अनि उहाँका सबै सन्तानहरू हुन्। अनि उहाँबाटै उहाँहरूले हो, जिजसले, बुद्धले हो, अनि मोहम्मदले, अनि गुरु नानक, राम, अनि महावीर हो। यता हाम्रो लेखराज होइन प्रजापिताले पनि, ब्रह्मा बाबाले पनि चाहिँ उहाँबाटै ज्ञान प्राप्त गरेर, शक्ति प्राप्त गरेर हो। अनि आफ्नो धर्महरू स्थापना गर्नुभयो भन्ने कुरा छ हो। यहाँ चाहिँ परमपिता परमात्मा र उहाँको दिव्य कर्ता चाहिँ ब्रह्मा, विष्णु र महादेव हुनुहुन्छ हो। जो चाहिँ उहाँहरू चाहिँ ब्रह्मा सृष्टिको रचयिता, विष्णु चाहिँ सृष्टिको पालनकर्ता र महादेव चाहिँ सृष्टिको विनाशकर्ता हुनुहुन्छ। अनि उहाँहरूबाट चाहिँ त्रिमूर्ति हुनुहुन्छ, एक परमेश्वर हुनुहुन्छ। उहाँहरूबाट चाहिँ सबै सृष्टिको कार्यहरू सम्पन्न हुन्छ हो। तो भनिएको यहाँनिर भनेको छ शिव र
शङ्कर अन्तर भनेर भनेको छ हो। वास्तवमा हामीले हेर्ने बुझ्ने हो भने हो शिव र शिवमै शिव नै हो, महादेवै हो, परमात्मा परमेश्वर हो। मान्छेले नचिन्दा मात्रै दुईटा रूपले चिन्दछ हो। अनि यो चाहिँ महादेवको दिव्य ज्योतिर्लिङ्ग हो। महादेवै शिव हो र शङ्कर भनेर भनिएको छ, यहाँ चाहिँ अलिकति हो भिन्दै देखाएको छ हो। उहाँ चाहिँ शिवको चाहिँ परमात्मा परमेश्वरको चाहिँ शरीर हुँदैन, ज्योति बिन्दु स्वरूप हुन्छ भनेको छ हो। महादेव पनि त्यो स्वरूपमा हो आउन सक्नुहुन्छ हो। यो कुरा चाहिँ म क्लियर गर्न सक्छु, यहाँ चाहिँ अलिकति मिसअन्डरस्ट्यान्डिङ पनि छ अनि भनेको छ। अनि यहाँ चाहिँ कालरात्रि छ, शिवरात्रि है मा चाहिँ अब सुरुमा कसरी भएको थियो शिवरात्रि भनेदेखि जति पनि हाम्रो जीवनमा हुने पाप अधर्महरू छ, यी पाप अधर्महरू चाहिँ केले हुने गर्दछ भने लोभ, क्रोध, मोह, अहङ्कार हो अनि बेविचार काम हो। यी कुराहरूबाट चाहिँ अब हुने गर्दछ प्रायः जसो पाप अधर्महरू हो। अनि यी कुराहरूलाई चाहिँ अनि यो कालरात्रिको शिवरात्रिको दिन चाहिँ हो, कालरात्रि पनि भन्छ। शिवरात्रिको दिन चाहिँ परमपिता शिव परमात्माले चाहिँ महादेवको ज्योति जुन चाहिँ ज्योति यहाँ स्वरूप चाहिँ यो चाहिँ वास्तवमा चाहिँ यो ज्योति बिन्दु स्वरूप देखाएको छ। यो चाहिँ महादेवको आँखा हो है। वास्तवमा महादेवको आँखा तेस्रो नेत्रबाट चाहिँ जब खोलिन्छ हो तब सबै यी पापहरूको चाहिँ नाश हुन्छ भनेर भनिन्छ हो। यी विकारहरू को चाहिँ नाश हुन्छ भनेर भनिन्छ हो यो शिवरात्रिको दिन चाहिँ। अनि यस्तो छ कुरो हो। अनि यहाँ चाहिँ अब आत्माको परिचय छ हो। अनि हामी आत्मा हो, हामी शरीर होइन भन्ने छ हो। शरीर भनेको चाहिँ एउटा कम्प्युटर जस्तो हुन्छ र आत्मा भनेको चाहिँ कम्प्युटर चलाउने कम्प्युटरलाई चलाउने मान्छे जस्तो हुन्छ। जस्तै ब्रेन भनेको चाहिँ डेस्कटप भयो, कम्प्युटर भयो भनेदेखि आत्मा भनेको चाहिँ मानिस हो। आत्मा भनेपछि यो बिन्दु हो, जुन मेमोरी छ, जुन चैतन्य शक्ति छ, जुन कुरा हामी सुन्छौँ बुझ्छौँ र त्यो हाम्रो मेमोरी पावर छ। त्यो मेमोरी पावर चाहिँ वास्तवमा त्यो वा आत्मा हो भन्ने कुरा छ हो। अनि मान्छेको शरीर भनेको रोबर जस्तो हो। अनि र भित्रको आत्मा चाहिँ यो निधारको भिरकुटीको बिचमा हुने गर्दछ भनेर यहाँ पोइन्टमा पनि देखिएको छ। एउटा लाइट यहाँ फेसको एउटा लाइट आइरहेछ, यो भागमा चाहिँ आत्मा हुने गर्दछ भनिन्छ हो। अनि यो आत्मा अनि शरीर अनि यी सबै कुराभित्र हुने हाम्रो 3 गुण हुन्छ। जस्तै मन, बुद्धि र संस्कार। जस्तै मेन्टल्ली, फिजिकल्ली र स्पिरिचुअल्ली पनि भनिन्छ हो। अनि हाम्रो यी कुराहरूले चाहिँ हाम्रो हामीले हाम्रो जीवनलाई चाहिँ कन्ट्रोल गर्छौँ। हाम्रो शरीरलाई पनि अनि आत्मालाई पनि चाहिँ यी कुराहरूले चाहिँ हामीले कन्ट्रोल गर्छौँ। अनि हाम्रो आँखाले देख्छ भने मुखले बोल्छ र कानले सुन्छ हो। अनि
हाम्रो यी तिन हाम्रा पार्ट अङ्गहरू छन्। यी अङ्गहरूले पनि मान्छेको जीवनमा धेरै ठुलो भूमिका निभाउँदछ। अनि यी कुराहरू नै हाम्रो शरीरको कर्म इन्द्रियहरू भनिन्छ है। अनि हाम्रो शरीर यहाँनिर देखाएको छ हो। आँखा चाहिँ तपाईँलाई घोडा भयो हो। मुख तपाईँलाई मुखको घोडा छ, हात पनि घोडा छ, हातमा पनि नाक पनि छ हो। अनि यो खुट्टा पनि छ हो। यो वास्तवमा घोडामा यी दृश्य देखाउनुको कारण चाहिँ के हो भने हाम्रो आँखा, नाक, मुख यी अङ्गहरू चाहिँ घोडा जस्तै हुन् र हामीलाई हाम्रो मनभित्र हाम्रो मनले चाहिँ यिनीहरूलाई सारथी बनेर यहाँनिर कुदाइरहेछ घोडा सबैलाई होइन। अनि मन चाहिँ हाम्रो सारथी हो र सबैलाई कुदाइरहेछ। अनि हाम्रो शारीरिक पिता र आत्मिक पिता हुनुहुन्छ हो। शारीरिक पिता चाहिँ हाम्रो बाबा हो र हाम्रो आत्मिक पिता चाहिँ परमात्मा स्वयं ईश्वर हुनुहुन्छ, परमेश्वर हुनुहुन्छ हो, परमपिता हुनुहुन्छ। अनि तीन त्रिलोक 14 भुवन त हजुरहरूले सुन्नुभएको होला हो। त्यस्तै हाम्रो 3 लोक छ जहाँ चाहिँ परम धाममा ब्रह्मा बस्नुहुन्छ भने वैकुण्ठमा शिव बस्नुहुन्छ, वैकुण्ठमा विष्णु बस्नुहुन्छ र कैलाशमा चाहिँ शिवधाम छ हो। अनि त्यस पछाडि तपाईँलाई 14 भुवन चाहिँ 3 त्रिलोक भएर 14 भुवन चाहिँ पृथ्वी अनि नवग्रहहरू भए। अनि त्यस पछाडि रसातल अनि महातल अनि के तलहरू आउँछ। अनि त्यस पछाडि अनि पाताल पनि आउँछ हो। अनि यसरी नै तपाईँलाई 3 त्रिलोक 14 भुवन पुग्छ हो। अनि ब्रह्मा, विष्णु र शिव महादेव अनि उहाँहरू चाहिँ ब्रह्मा परमधाममा, विष्णु वैकुण्ठमा र शिव चाहिँ महादेव चाहिँ कैलाशमा बस्नुहुन्छ र सृष्टि चक्र हो। अनि द वर्ल्ड रामा भन्ने रहेछ यहाँ चाहिँ। अनि काश चाहिँ सृष्टि चक्र हो। सृष्टि चक्रको छुट्टै छ हो। यसमा चाहिँ धेरै कुराहरू छ हो। तर यो भन्दा पनि सृष्टि चक्र मैले एउटा नयाँ बनाएको छु हो। त्यो तपाईँहरूलाई म देखाउने छु। योभन्दा धेरै सुन्दर छ हो। मतलब धेरै सुन्दर भन्नुको मतलब ज्ञान चाहिँ त्यसमा चाहिँ आध्यात्मिक ज्ञान चाहिँ एकदम भरिपूर्ण भई स्पष्टसँगले सृष्टि चक्र चाहिँ हुनुपर्ने के हो र भन्नु खोजेको के हो सृष्टि चक्रले भन्ने विषयमा छ। यहाँ कल्पवृक्ष छ। मैले पनि कल्पवृक्ष बनाएको छु हो। जुन कल्पवृक्ष चाहिँ योभन्दा पनि अझै मजाले होइन आध्यात्मिक ज्ञान चाहिँ भरिपूर्ण भएर स्पष्टसँगले बताइएको छ हो। कल्पवृक्ष भनेको चाहिँ वास्तवमा शिव र शक्ति नै हो। उहाँहरू नै हो यो सृष्टिको माता पिता र उहाँहरू नै हो यो सृष्टिको कल्पवृक्ष पनि। म तपाईँहरूलाई देखाउनेछु त्यो पनि। अब पालो भयो हाम्रो यो चाहिँ म तपाईँहरूलाई बताउन गइरहेछु हो। मनुष्य जीवनको जन्महरू कसरी हुन्छ भनेदेखि होइन अहिले तपाईँलाई कलियुग चलिरहेको छ। कलियुग चाहिँ आइरन एज हो भनेर भनिन्छ। यहाँदेखि तपाईँलाई यो सबै कलियुग हो होइन। अनि यहाँदेखि यता माथि द्वापर युग भयो है यहाँसम्म। अनि
यहाँ यो चाहिँ सिल्भरको हुन्छ अनि बनिन्छ यहाँ है। यो चाहिँ यहाँ सही बताएको छ कि यो चाहिँ अनि यहाँदेखि यहाँसम्म चाहिँ त्रेता युग भयो यहाँसम्म है, यहाँसम्म अनि यहाँदेखि यहाँसम्म चाहिँ तपाईँलाई सत्ययुग भयो हो। अनि यो युगहरू चाहिँ कस्तो हो भने है, जस्तै अब मान्छे कुनै मान्छे हो अब कुनै नसामा फस्दाखेरि कसरी फस्छ भने हो, नसामा भन्नाले कुनै पापमा जस्तै अब पाप सुरुमा स्वर्ग थियो त्यहाँ पाप थिएन, अनि त्यस पछाडि हल्का पाप बढ्यो हो, अलिक मान्छेमा पाप आयो, त्यस पछाडि द्वापर युग आयो, त्यो चाहिँ चाँदीको भयो। पहिला सत्ययुग चाहिँ सुनको थियो, अनि द्वापर युग आयो, त्यो चाहिँ चाँदीको भयो हो, पाप बढेर अनि अझै धेरै मान्छेमा पाप आयो, अनि त्यस पछाडि पाप बढ्यो, अनि त्यस पछाडि सत्ययुगदेखि त्रेता युग आयो मान्छेमा पाप भएर, अनि त्यस पछाडि द्वापर युग आयो जुन, अनि त्यस पछाडि कलियुग आयो। अनि सत्ययुग चाहिँ सुनको, अनि त्रेता युग चाँदीको, द्वापर युग सिल्भरको, अनि कलियुग फलामको। अनि यो चाहिँ यसरी मान्छेमा पाप भएपछि कला घट्दै 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 गएर अनि तपाईँलाई अहिले एकदम मान्छेहरू चाहिँ यो अवस्थामा पुगिरहेछ हो। यहाँनिर झगडा गरेको हो, ठगी गरेको, अब यस्तै अब अनेक थरीको उहरू होइन, पापहरू भ्रष्टाचारहरू हो, बिग भइरहेछ हो। अनि जस्तै अब यो चाहिँ भन्नु खोजेको अझै तपाईँलाई सरल तरिकाले बुझ्दाखेरि कुनै एडिक्ट हो अब नसामा फस्दाखेरि उसले सबसे सुरुमा तपाईँलाई चुरोट खान्छ, अनि गाँजा खान्छ, अनि गोटी खान्छ, अनि त्यस पछाडि ब्राउन सुगरहरू खाँदै अनि ड्रग्समा खान्छ हो, ड्रग्स खान्छ। त्यस्तै तरिकाले ऊ झन् पाप बढ्दै बढ्दै ऊ चाहिँ पतन हुँदै अनि अन्तिममा आइपुग्छ। यो अन्तिम सिँढीमा आइसकेपछि अब कसरी अब तपाईँलाई अब फेरि अब अनि अब यहीँ अन्तिममै रहेर त हुँदैन, फेरि माथि जानुपर्छ हो। अनि माथि जानुको लागि चाहिँ फेरि अब के गर्नु पर्यो त, ऊ सुध्रिनु पर्यो हो, निको अब सबै कुराहरू त्याग्नु पर्यो। र यो कलियुग भनेको चाहिँ तपाईँलाई यस्तो समय हो, यो समयमा चाहिँ सबै ती पापहरू, अधर्महरू, भ्रष्टाचारहरू होइन, कुलतहरू सबै त्यागेर तपाईँलाई यसरी सिँढी चढ्दै फेरि हामी कलियुगबाट जसरी अब सबै कुलतहरू छोडेर होइन, जाँड रक्सी ड्रग्सहरू यस्तो हत्या हिंसा अनेक थरी भ्रष्टाचारहरू सबै त्यागेर चाहिँ अब सिँढी उक्लेर हामी फेरि अब सत्ययुगमा हामी पुग्नुपर्छ। अब यो सत्ययुगमा जानुको लागि जो कोही जानु सक्दैन है। अनि यो सत्ययुगमा जानुको लागि पनि कला हुन्छ तपाईँलाई हो। अनि यो कला चाहिँ अब जन्मको कुरा छ यसमा चाहिँ होइन, अनेक जन्म 84 जन्म हुन्छ भनेर भनेको छ। तर म चाहिँ तपाईँलाई अब त्यो जन्म चाहिँ अब म भन्नु सक्दिनँ हो। मानवको एकै जन्म हुन्छ, यही जन्ममा हामीले सबै कर्म गरिसक्नु पर्यो। अनि हामी आफ्टर डेथ अनि त्यस पछाडि चाहिँ हामी स्वर्ग जान सक्छौँ, त्यो चाहिँ म भन्न सक्छु हो। अनि हामी चाहिँ अनि तपाईँलाई स्वर्ग जानुको लागि चाहिँ हामीले के गर्नु पर्यो त, सबै कुलतहरू त्याग्नु पर्यो। र अनि यसरी सत्ययुगमा सुनौलो दुनियाँमा जानुको लागि चाहिँ हामी एकदम चोखो पवित्र हो, अनि
अनि हाम्रो सबै कुराबाट हो एकदम पाप रहित हुनुपर्छ हो। पापबाट पनि पाप रहित छुटकारा हुनुपर्छ। सबै कुराहरूबाट छुटकारा भएपछि हामी यसरी सिँढी चढ्दै 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 हामी सत्य युगमा पुग्न सक्छौँ, स्वर्णिम दुनियाँमा हो। अनि यहाँनिर तपाईँलाई देखाइएको छ हो कमल पुष्प समान कसरी बन्ने भनेर हो। अनि हामीले जे गर्दा पनि परमात्मा परमपिता परमात्मा परमेश्वर सृष्टिकर्ताको हामीले ध्यान गऱ्यौँ भने खाना बनाउँदा होस् या होइन अब कुनै काम गर्दा होस् या अब जे गर्दा होस् है, अब खाना खाँदा या अब उ गर्दा हामीले ईश्वरीय ज्ञान सुन्नुपर्छ। अनि परमात्माको चाहिँ परमपिता परमात्मा परमेश्वर शिव बाबाको चाहिँ हामीले भक्ति गर्नुपर्छ, साधना गर्नुपर्छ, ध्यान गर्नुपर्छ हो। अनि तब मात्रै हामी चाहिँ कमल पुष्प समान हो पवित्र बनिन्छ। यो फुलमा तपाईँलाई देवी देवताहरू बसेको देख्नु भएको होला तपाईँले सायद हो। त्यसरी कमलको फुलमा बस्नुको लायक बन्नु पनि सकिन्छ हो। देवी देवता जस्तो पनि बन्नु सकिन्छ हामी यहाँनिर बसिरहेछौँ हो कमलको फुलमा। यसरी हामी ध्यान गर्दा चाहिँ अनि यसरी हामी यो अवस्थामा पुगिन्छ। अनि हाम्रो यो ऊबाट पेपरमा यो कम्पासले तपाईँलाई आगो घामबाट लगाइरहेछ हो। अनि यसरी नै हामीले हाम्रो पापलाई पनि हो आगो पापलाई पनि भगवानको ध्यान गरेर हो हाम्रो पापलाई पनि यसरी भस्म गर्न सक्छौँ हो हामीले। अनि त्यस पछाडि हामी पवित्र बन्न सक्छौँ हो। जति हाम्रो तेज ध्यान लाग्दै गयो भगवानसँग हाम्रो साधना भक्ति योग लाग्दै गयो त्यति नै धेरै हामी पवित्र चोखो र एकदम सफा हुन्छौँ, हामी पाप रहित बन्दै जान्छौँ हो। यसमा चाहिँ तपाईँलाई धैर्यताको शक्ति चाहिन्छ, एकताको शक्ति चाहिन्छ हो। अनि सहनशीलताको शक्ति चाहिन्छ हो। अनि परख्नेको शक्ति चाहिन्छ। अनि त्यस पछाडि अनि यस्तै अनि सेल्फ कन्ट्रोलहरू चाहिन्छ हो। सामना गर्ने शक्ति चाहिन्छ। अनि यसरी नै हामी ज्ञान सबै दैविक गुणहरू हामीले धारण गरेको हुनुपर्छ हो। अनि तब मात्रै हामी पवित्र योगी बन्न सक्छौँ, साँचो योगी। अनि त्यस पछाडि हो अनि अघि पनि मैले भने हो काम क्रोध लोभ मोह अहङ्कार हो व्यभिचार यो चाहिँ सबै पाप हो। र अनि यो पाप चाहिँ यस्तो डरलाग्दो भयभीत खालको हो जसले चाहिँ यो दाउराहरू देख्नुभयो त्यो विकारहरूको अहङ्कार इगोको दाउरा देख्नुभयो, एट्याचमेन्ट दाउरा भइरहेको, लोभ पनि दाउरा भइरहेको हो। अनि अहङ्कार एङ्गर पनि दाउरा नि भइरहेको, सेक्स लस पनि दाउरा भइरहेको काम वासना। अनि त्यसले चाहिँ तपाईँलाई पृथ्वीलाई मुनिबाट आगो लगाइरहेछ। अनि त्यसले चाहिँ भयङ्कर एउटा राक्षस शैतानको रूप लिइरहेछ हो। अनि यहाँबाट साधु सन्तले चाहिँ सम्झाउनु हुँदैछ, हे बिना काल विपरीत बुद्धि यो तैँले के गर्दैछस्, किन तैँले आफ्नो काल आफै निम्त्याउँदैछस्,
भनेर यसरी सम्झाइरहनु भएको छ हो। अब ऊ त्यो शैतान, त्यो मूर्ख शैतान राक्षस पनि आफै जलेर भस्म हुन लागिरहेछ हो। मुनिबाट ती विकारहरूलाई भनेर यसरी उदाहरण देखाउन खोजिरहेछ हो। विकारहरूले आगो लगाएर हो। अनि यी सबै विकारहरू चाहिँ अनि कुम्भकर्ण जस्तो हुन्। अनि यो कुम्भकर्ण लाई चाहिँ तपाईँलाई ज्ञान जति सुनाए पनि तपाईँलाई हो अर्कोबाट पानी चुहिँदै गरेको देखिरहेछ हो। देवीले गङ्गाले देवीले ज्ञानको कलश पानी एउटा कानबाट हाल्दा अर्को कानबाट चुहिएर गइरहेको देखेको छ। यस्तो चाहिँ हुनु हुँदैन हामी है। अनि अन्तिम अवस्थामा हो यहाँ मान्छे अस्पतालमा पुगेर सेलेन पानी लगाइरहेछ। कारण केले भन्दा यो विकारले गरेर, पापले गरेर, भ्रष्टाचारले गरेर हो। अनि तर यही चाहिँ अहिले सृष्टिको अन्तिम चरण भइरहेछ। सृष्टि यसरी नै तपाईँलाई सृष्टि नै यसरी पापमा अहिले अन्तिम सृष्टिले पनि अन्तिम हस्पिटलमा उपचार लिइरहेको अवस्थामा छ। अक्सिजन लगाइरहेको त्यहाँ देखिरहेछ हो एउटा मानिसलाई। यो चाहिँ सृष्टि वास्तवमा सृष्टिलाई चाहिँ यस्तो हुँदै गरेको छ भनिरहेको छ है। अनि आजभोलि अब धेरै कलियुग, महाकलियुगहरू पापको चरणमा अहिले हिँडिरहेछ, यो चलिरहेछ। अब यो चाहिँ नि तपाईँलाई अब सङ्गम युग पनि भनिन्छ हो। अब अहिलेको युग भनेको चाहिँ सङ्गम युग पनि भनिन्छ। जुन चाहिँ युगमा चाहिँ आत्मा र परमात्माको मिलन हुन्छ भनिन्छ हो। आत्मा र परमात्माको मिलन चाहिँ जब हुन्छ जब हामीले ध्यान गऱ्यौँ, भक्ति गऱ्यौँ, साधना गऱ्यौँ, भगवान्लाई योग गऱ्यौँ भनी, तब प्रार्थना गऱ्यौँ भनी, तब हामी भगवान्सँग मिलनमा सङ्गम युगमा हामी पुग्न सक्छौँ र हामी अनि सङ्गम युगमा फर्किन सक्छौँ। अनि त्यसै गरी यहाँ देखाइएको छ आध्यात्मिक लङ्गडा छ र विज्ञान अन्धा छ। अनि विज्ञानलाई आँखाको खाँचो छ भने लङ्गडालाई उसलाई डोर्याउनेको खाँचो छ। हामीलाई दुइटै को खाँचो छ वास्तवमा है। अनि हाम्रो चार भागमा हाम्रो माइन्ड विभाजित गरिएको छ। जस्तै माइनस, प्लस, मल्टिप्लाई र डिभाइड हो। अनि माइनसलाई नेगेटिभ भनिन्छ भने प्लसलाई पोजिटिभ भनिन्छ र मल्टिप्लाईलाई आवश्यक भनिन्छ भने डिभाइडलाई चाहिँ व्यर्थ भनिन्छ है। अनि यसरी हाम्रो नेगेटिभ, पोजिटिभ, इम्पोर्टेन्ट र वेस्ट भनिन्छ है। अनि यसरी यो सृष्टि चाहिँ अहिले भइरहेछ र हामी तब हामी एउटा सुन्दर स्वर्ग चाहिँ हामीमा हामीले स्थापना गर्न सक्छौँ, पुनर्स्थापना गर्न सक्छौँ हो। जब हामीले यी सबै कुरालाई एकैसाथ हामीले प्रयोग गऱ्यौँ भने मन, आध्यात्मिकलाई पनि, विज्ञानलाई पनि हाम्रो जीवनमा हामीले धारण गऱ्यौँ भने है,
त्यसै गरी यहाँनिर छ श्रेष्ठ समाजको पुनर्निर्माण यहाँनिर अघि केही जस्तो देखाइएको छ। आँखा यी घोडाहरूको चिन्हमा आँखा छ, तपाईँलाई हात छ, मुख छ हो, नाक छ, कान छ, खुट्टा छ हो। यी सबै घोडाहरू चाहिँ हाम्रा कर्म इन्द्रिय हुन्। आँखा, नाक, मुख, कानहरू, अब खुट्टाहरू, हातहरू भयो। यिनीहरूलाई चाहिँ हामीले मनद्वारा हामीले चाहिँ मन भनेको चाहिँ सारथी भयो। यिनीहरूलाई हामीले चाहिँ अनि मनद्वारा चाहिँ हामीले सारथी हामीले कन्ट्रोलमा राखिरहेको छौँ। अनि हामीमा सेल्फ कन्ट्रोल हुनुपर्छ। सेल्फ कन्ट्रोल चाहिँ अनि हाम्रो कर्म इन्द्रियलाई बसमा राख्नुपर्छ, सक्नुपर्छ। अनि त्यो चाहिँ हामीमा तब मात्रै हामीले शक्ति पाउँछौँ र तब मात्रै सफल कर्म इन्द्रियलाई बसमा पार्न सक्छौँ र मन बुद्धिलाई हामीले निरन्तरमा राख्न सक्छौँ। सेल्फ कन्ट्रोल भनिन्छ हो। आफै हामी सबैलाई निरन्तरमा राख्न सक्ने त्यो चाहिँ परमात्मा, परमेश्वर, सृष्टिकर्ता शिव बाबाबाट मात्रै हुन्छ हो, सकिन्छ। उहाँको प्रार्थनाबाट, ध्यानबाट, योगबाट, साधनाबाट हो, भक्तिबाट हो। यसरी चाहिँ हामीले उहाँलाई नित्य दिन हामीले ध्यान गरिरहनु पऱ्यो, साधना गरिरहनु, प्रार्थना गर्नु पऱ्यो। अनि उहाँको वचनहरू, ज्ञान अमृत बाणीहरू सुन्नु पऱ्यो, हामीले धारण गर्नु पऱ्यो हो। अनि यस्तै छ। अनि तब त्यस पछाडि हाम्रो यहाँनिर देवी देवताहरू जस्तै यस्तै सजिसजाउ हुन्छ भनिन्छ हो। हामीले चाहिँ अनि यहाँनिर कानले वास्तवमा यज्ञ गरेको चाहिँ के हो भनेदेखि कानले नराम्रो सुन्नु नपरोस्, मुखले नराम्रो बोल्नु नपरोस्, आँखाले नराम्रो हामीले देख्नु नपरोस् हो भनेर त्यो चाहिँ यहाँ होम यज्ञमा हामीले यहाँनिर सुवा गर्ने हो। त्यो चाहिँ हो, त्यस्तो देखाइरहेछ, त्यस्तो भनिरहेछ यहाँ चाहिँ है। अनि त्यसरी चाहिँ हामीले हाम्रो जीवनलाई सफल बनाउन सक्छौँ। हामी हाम्रो देवी दुर्गा माता परशक्ति चाहिँ विराट स्वरूपमा हुनुहुन्छ हो। दुर्गा माता हो, जो चाहिँ देवी आदि परशक्ति भनिन्छ। सृष्टिको माता, परमेश्वरी माता पनि भनिन्छ हो। उहाँ चाहिँ जसरी शिव बाबा होइन, शिव परमात्मा चाहिँ महादेव चाहिँ सृष्टिकर्ता हुनु भने उहाँ चाहिँ सृष्टिको माता हुनुहुन्छ, देवी आदि परशक्ति। र उहाँ शिव र शक्ति माता चाहिँ एक हुनुहुन्छ हो। माताको जसरी यहाँनिर दिव्य हातहरूको वर्णन गरिएको छ भने त्यसै गरी शिव, महादेव, प्रभु परमेश्वरको यसरी अनेक नाम रूपमा ज्योतिबिन्दु स्वरूपमा यहाँ चाहिँ प्रत्येक गुणहरूको व्याख्या गरिएको छ है। ओम शान्ति।